नेपालमा यस्तो एउटा गाउँ छ जहाँबाट हिमाललाई हातैले छोएको जस्तो लाग्छ। हो, यस्तै सुन्दर गाउँ हो अन्नपूर्ण हिमालको काखैमा रहेको अत्यन्त सुन्दर अनि रमणीय घान्द्रुक गाउँ। समुद्रीय सतहबाट 1940 मिटरको उचाइमा रहेको गुरुङ समुदायहरूको बहुल्यता रहेको, बाक्लो रूप मात्रामा गुरुङ समुदायहरूको बस्ती रहेको, आफ्नै संस्कृति अनि सुन्दरताले महत्त्वपूर्ण रहेको गाउँ हो घान्द्रुक। यहाँबाट अन्नपूर्ण साउथ, हिमछोली, माछापुच्छ्रे, अन्नपूर्ण तेर्सो, गङ्गापूर्ण लगायतका सुन्दर हिमालहरू देख्न सकिन्छ। लाली गुराँसको बगैँचाको काखैमा रहेको ढुङ्गै ढुङ्गाले बनेका सुन्दर घरहरू र शान्त वातावरणमा रहेको गाउँ हो घान्द्रुक। यहाँ पुग्नका लागि पोखराबाट मात्र 2 घन्टाको समय लाग्दछ। हो, यस्तै सुन्दर गाउँ अनि सुन्दर ठाउँ जान चाहनुहुन्छ र सुन्दर गाउँ सुन्दर ठाउँका भिडियोहरू हेर्न चाहनुहुन्छ भने तपाईहरूले हाम्रो पेजलाई लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस् अनि फलो गर्नुहोस्। हामी तपाईहरूलाई नेपालमा रहेका यस्तै सुन्दर अनि यस्तै रमणीय ठाउँहरूको भिडियोहरू तपाईँहरू माझमा प्रस्तुत गर्नेछौँ र यस्तै सुन्दर ठाउँहरूमा तपाईँहरूलाई पुर्याउने प्रयत्न गर्नेछौँ। धन्यवाद।